हेलो नमस्ते एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईहरुलाई फेरि पनि म आफ्नो युट्युब च्यानलमा स्वागत गर्दछु। आजको भिडियोमा हामी सिक्नेछौँ कि पोर्चुगलमा बसेर हामी सोशल सेगुरान्साको मार्फतबाट हामी युरोपियन हेल्थ कार्ड चाहिँ कसरी एप्लाई गर्न सक्छौँ। ठीक छ, त्यो भन्दा पहिला हामीले बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि युरोपियन हेल्थ कार्ड भनेको के हो। त युरोपियन हेल्थ कार्ड भनेको के हो भन्दाखेरि जसरी चाहिँ हामी जबसम्म पोर्चुगलमा बस्छौँ हाम्रो एसएनएस नम्बर हुन्छ, उत्यन्त नम्बर। त्यो नम्बर लिएर हामी बिरामी पर्दाखेरि हस्पिटलमा जान्छौँ अनि हस्पिटलमा जाँदाखेरि हाम्रो के हुन्छ त चेक जाँच हुन्छ। यदि हामीसँग एसएनएस नम्बर वा उत्यन्त नम्बर छैन भने चाहिँ त्यो के हुन्छ, एकदम कस्टली हुन जान्छ है। त यो एसएनएस र उत्यन्त नम्बर चाहिँ पोर्चुगलको हकमा चाहिँ लागू हुन्छ। फर इक्जाम्पल मानुस कि तपाईँ भिजिट गर्नलाई कुनै अरू कन्ट्री जानुभयो, पोर्चुगल बाहेक युरोपको कुनै अरू कन्ट्री जानुभयो भने इन केस त्यो भिजिट गर्ने क्रममा वा त्यो देशमा गएको क्रममा यदि तपाईँ बिरामी पर्नुभयो भने त्यतिखेर पोर्चुगलमा भएको एसएनएस नम्बरले त्यहाँ काम गर्दैन। त्यस्तो सिचुएसनमा चाहिँ हामीसँग यो कार्ड हुनु जरुरी छ, जसलाई हामी युरोपियन हेल्थ कार्ड भन्छौँ। यो कार्ड भयो भने त्यहाँ हामीले के अरे उपचार त नोमिनल कस्टमा हुन्छ। यदि यो कार्ड हामीसँग छैन भने हामीले हाम्रो उपचार गराउँदाखेरि चाहिँ एकदम हाई कस्ट लाग्ने गर्छ। तपाईँ पोर्चुगलमै हेर्नु न, तपाईसँग एसएनएस नम्बर छैन भने कति महँगो चाहिँ उपचार खर्च। त्यस्तै यदि तपाईँ इमेजिन गर्नु नर्वे जानुभयो, डेनमार्क जानुभयो, स्विजरल्यान्ड जानुभयो, कुनै महँगो कन्ट्रीमा जानुभयो, त्यहाँ यदि बिरामी पर्नुभयो भने झन् कति कस्टलियर हुन जान्छ। ओके, सो अब युरोपियन हेल्थ कार्ड चाहिँ हामी कहाँबाट एप्लाई गर्ने र कसरी एप्लाई गर्ने र कसले एप्लाई गर्न मिल्छ यो विषयमा कुरा गर्छौँ है। त युरोपियन हेल्थ कार्ड एप्लाई गर्नको लागि हामी सोशलको साइटमा गएर एप्लाई गर्न सक्छौँ वा सोशलको अफिसमा गएर नि तपाईँ एप्लाई गर्न सक्नुहुन्छ। र अर्को कुरो, यदि तपाईँले 6 महिनाको ट्याक्स यदि पे गर्नुभएको छ भने तपाईँले इजिली सोशल अफिसमा गएर वा अनलाइनको मार्फतबाट जुन तरिका मैले यहाँ सिकाउँछु त्यो तरिकाबाट हामीले चाहिँ युरोपियन हेल्थ कार्ड चाहिँ एप्लाई गर्न सक्छौँ। ठीक छ, अब एप्लाई गर्नको लागि सबैभन्दा पहिला यदि तपाईसँग मोबाइल छ भने मोबाइलमा वा ल्यापटप छ भने ल्यापटपमा गुगल क्रोम वा सफारी जुनसुकै ब्राउजर ओपन गर्दा हुन्छ। ओके, ओपन गरिसके पछाडि त्यहाँ चाहिँ सर्च गर्नु होला सोशल धीर्यता। यहाँ हेर्न सक्नुहुन्छ मैले यहाँ अलरेडी टाइप गरेको छु सोशल धीर्यता। ओके, सो सोशल धीर्यता टाइप गरेर अनि ओके गर्नु होला। सोशल धीर्यता टाइप गरिसके पछाडि यो जुन फर्स्ट अप्सन छ रजिस्टर विथ सोशल सेक्युरिटी डिरेक्ट भनेर लेखेको छ, यहाँ क्लिक गर्नुस्। यहाँ क्लिक गरिसके पछाडि अब यहाँ चाहिँ तपाईँले आफ्नो फर्स्टमा यो जुन छ फर्स्टमा तपाईँले आफ्नो निस नम्बर भनेको सोशल नम्बर यहाँ लेख्नुपर्ने हुन्छ। त्यस पछाडि तपाईँको सोशलको पासवर्ड यहाँ लेख्नुपर्ने हुन्छ। त्यो लेखिसके पछाडि ट्विटरमा क्लिक गरेर के गर्नु होला, लगइन गर्नु होला। ओके, म सेक्युरिटी रिजनले गर्दाखेरि यहाँ ब्लर गर्छु अनि त्यस पछाडि म यहाँ आफ्नो के अरे निस नम्बर अनि पासवर्ड अनि त्यस पछाडि हालेर लगइन गर्छु। ओके, सो यहाँ मैले निस नम्बर र पासवर्ड सबै हालिसकेको छु। अब म टु इन्टरमा क्लिक गरेर लगइन गर्छु। लगइन गर्ने बित्तिकै यहाँ हेर्न सक्नुहुन्छ यस्तो किसिमको इन्टरफेस खुल्छ। कहिलेकाहीँ तपाईँहरूले लगइन गर्दाखेरि यो लगइन पासवर्ड सेसन हेज बिन एक्सपायर्ड लेख्छ, त्यस्तो बेला तपाईँले त्यही मुनि अप्सन दिएको हुन्छ त्यो ग्रिन बटनमा क्लिक गर्नुहोस्। क्लिक गरिसके पछाडि पुरानो पासवर्ड हाल्नुहोस्, त्यस पछाडि नयाँ पासवर्ड चुज गर्नुहोस् अनि तपाईले नयाँ पासवर्ड सेट गर्न सक्नुहुन्छ। यो वा त्यो तरिकाबाट तपाईको सोशल सेक्युरिटीको पासवर्ड भएन भने मुनि त्यही हेर्नु ध्यान दिएर हेर्नुभयो भने रिकभर पासवर्डको पनि अप्सन हुन्छ, त्यहाँ क्लिक गर्नुहोस्। क्लिक गरिसके पछाडि मागेको इन्फर्मेसनहरू जस्तै कि डेट अफ बर्थ, तपाईको निस नम्बर हैन त्यो हाल्नुहोस्। हालिसके पछाडि तपाईको मोबाइलमा वा इमेलमा कोड मगाएर त्यो कोड एन्ट्री गर्नुहोस्, ओके गर्नुहोस् अनि तपाईले पासवर्ड सिलेक्ट गर्न सक्नुहुन्छ। ओके, सो फेरि अब लागौँ हामी आफ्नो विषयवस्तुतिर। अब हेर्न सक्नुहुन्छ यस्तो किसिमको इन्टरफेस खुलेको छ। यस्तो किसिमको इन्टरफेस खुलिसके पछाडि म तपाईले पोर्तुगिजमा पनि ट्रान्सलेट गरेर देखाइदिन्छु। पोर्तुगिजमा यदि तपाईले हेर्नुभयो भने यस्तो किसिमको आउँछ है, जहाँ यहाँ लेखेको छ दोएन्सा। ओके, यो जुन दोएन्साको अप्सन छ वा इङ्ग्लिसमा गर्नुभयो भने दोएन्सालाई के भनिन्छ त इलनेस, यानी कि बिरामी पर्दाखेरि। ओके, सो इलनेसको अप्सनमा क्लिक गर्नु होला। जब तपाईले इलनेसको अप्सनमा क्लिक गर्नुहुन्छ यहाँ हेर्न सक्नुहुन्छ तीनटा अप्सन आउँछ, जसमध्ये हामीलाई यो अप्सनमा क्लिक गर्नु छ जहाँ लेखेको छ अब्टेनिङ अ युरोपियन हेल्थ इन्स्योरेन्स कार्ड। ओके, सो वी हेभ टु क्लिक अन दिस अप्सन। सो यहाँ क्लिक गर्नु होला। यहाँ क्लिक गरिसके पछाडि यहाँ हेर्न सक्नुहुन्छ यहाँ लेखेको छ युरोपियन हेल्थ इन्स्योरेन्स कार्ड। ओके, सो अब युरोपियन हेल्थ इन्स्योरेन्स कार्ड अर्डर गर्नको लागि टु रिक्वेस्ट द इस्युएन्स अर रिन्युअल अफ, यही हामीले जस्तै कि तपाईँ
नयाँ फर्स्ट टाइम एप्लाई गर्दै हुनुहुन्छ भने यही तरिकाबाट गरिन्छ। तपाईको अलरेडी कार्ड छ 3-4 वर्षको भ्यालिडिटी हुन्छ, भ्यालिडिटी सकिएको छ भने सेम यही प्रोसेसबाट पनि हामी यसले के गर्छौं त यहाँ हेर्न सक्नुहुन्छ रिन्यू पनि गर्छौं। ओके, पुरानो कार्डले। सो म अहिले चाहिँ यो केसमा चाहिँ मैले फर्स्ट टाइम एप्लाई गर्दै छु। फर्स्ट टाइम एप्लाई गर्दाखेरि यहाँ हेर्न सक्नुहुन्छ स्टार्ट अर्डर। सो स्टार्ट अर्डरमा क्लिक गर्नु होला। जसरी स्टार्ट अर्डरमा तपाईले क्लिक गर्नुहुन्छ यहाँ तपाईको सबै डिटेल आउँछ, तपाईको नाम, निज नम्बर, डेट अफ बर्थ हैन, तपाईको एड्रेसहरु, यहाँ सबै डिटेल आउँछ। ओके, सबै डिटेल आइसकेपछि यहाँ हेर्न सक्नुहुन्छ सबमिट रिक्वेस्ट। ओके, सबमिट रिक्वेस्टमा क्लिक गर्नु होला। सबमिटमा रिक्वेस्टमा क्लिक गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ योर एप्लिकेसन फर युरोपियन हेल्थ इन्स्योरेन्स कार्ड हैज बीन सक्सेसफुली कम्प्लिटेड, प्लिज सी द लिस्ट अफ द कार्ड प्रूफ अफ दिस। यानी कि तपाईको युरोपियन हेल्थ इन्स्योरेन्स कार्ड अलरेडी अर्डर भइसकेको छ। अब मिनिमम 1 हप्तादेखि लिएर 1 महिनाको भित्रमा तपाईको सोशल सेगुरान्सामा जुन एड्रेस छ त्यो एड्रेसमा, त्यो घरको एड्रेसमा तपाईको के आउँछ त कार्ड आउँछ। र जसरी तपाई त्यहाँ प्रुफको अप्सन आउँछ त्यो प्रुफको अप्सनमा क्लिक गर्नुहुन्छ। क्लिक गरिसकेपछि तपाईले हेर्न सक्नुहुन्छ यस्तो किसिमको तपाईले अर्डर गरेको, जस्तै हामी अब भर्खर युरोपियन हेल्थ कार्ड एप्लाई गर्यौं त्यसको चाहिँ यहाँ पीडीएफ प्रुफ नि आउँछ। यहाँ तपाईले हेर्न सक्नुहुन्छ यहाँ अलरेडी प्रुफ दिइसकेको छ। ओके, सो यो तरिकाले चाहिँ हामी युरोपियन हेल्थ कार्ड एप्लाई गर्न सक्छौं। यस्तै किसिमको जानकारी मूलक भिडियो हेर्नको लागि मेरो युट्युब च्यानललाई लाइक गर्नु होला, शेयर गर्नु होला, सब्स्क्राइब गर्नु होला एन्ड डोन्ट फर्गेट टु शेयर विथ योर न्यू फ्रेन्ड्स। ओके, किनभने म आफ्नो युट्युब च्यानलमा अमेजन रिलेटेड र के ड्राइभिङ रिलेटेड थुप्रै किसिमको भिडियोहरु पोस्ट गरिरहेको हुन्छु र इभन पोर्चुगलमा डकुमेन्टेसन रिलेटेडका भिडियोहरु पनि पोस्ट गरिरहेको हुन्छ। त्यही भएर हरेक भिडियोलाई चाहिँ हेर्नु होला, माया गर्नु होला। अहिलेको लागि यति नै। थ्यांक यू भेरी मच।